ए भन्छ कता हो? कतै पनि होइन मामा, यसो हेर्दैछु आफ्नो गाउँलाई। यसपालि भोट चाहिँ कसलाई दिने विचार छ भान्जा? खै मामा, कसलाई दिउँ? मदन भण्डारीको नाम बेचेर खाने पार्टीलाई दिउँ कि बिपीको नाउँ बेचेर खाने पार्टीलाई दिउँ कि या त 17,000 नेपाली मार्ने पार्टीलाई दिउँ? खै कसलाई दिउँ? या त 76 जना हाम्रा जेन्जी भाइ बहिनीहरूलाई मार्ने पार्टीलाई दिउँ? कसलाई दिउँ म भोट मामा, कसलाई दिउँ? होइन भान्जा, एकचोटि मेरो पार्टीलाई हेरिदिनुपर्छ अब तिमीले। क्षमा गर्नुहोला, मेरो कुप्रा हजुरबाउले पनि हेरे, मेरा हजुरबाउले पनि हेरे, मेरो बाउले पनि हेरे, मैले पनि हेरी। अब पनि हामी टुलु टुलु हेरिबस्ने छैनौँ मामा, हेरिबस्ने छैनौँ। यतिका वर्ष भयो मामा, कतिचोटि झुक्काउँछौ यो पटक तिम्रो मासु भातमा। यो नेपाली बिक्ने छैनन्, यो नेपाली बिक्ने छैनन्। अब नयाँ युगको सुरुवात हुँदैछ मामा। नयाँ युगलाई समर्थन गर्दैछन् मेरा नेपाली दाजुभाइले। क्षमा गर्नुहोला, तपाईँलाई साथ दिन म सक्दिनँ मामा, सक्दिनँ।